उही त हो नि। हजुर जस्तो यस्तो बुद्धिजीवी मान्छे भएर यस्तो काम गर्न त सुहाएन नि त। हजुरलाई मैले एकचोटिलाई माफी गरिदिएको छु। दोबारा यस्तो काम गर्नुभयो भने हजुरहरूलाई मैले जेलमा जादिदिन्छु। खुइते जेलमा त सडाइहालिस् के रे, एक दिन माने हावा खुवाई जेलको। देखेर तिमीलाई हेरेर तिमीलाई माया गर्न मन लाग्यो। होइन आज मामा आउने कुरो थियो, अझैसम्म आउनु भएन। होइन आउने हो कि होइन हो पत्तो छैन त। पतिशालयमा बस्नु होला मामा भन्थे, यतिसम्म आएनन्, 3 घन्टा भइसक्यो। होइन यी भान्जा कहाँ छन्? ओ मामा श्री दर्शन दर्शन भान्जा श्री दर्शन, भाग्यमानी हुनु। कति बेर गरेको, म त कुर्दा कुर्दा साँझ पनि पर्न लागिसक्यो। कस्तो आत्तिएको नि। ल अब हाम्रो घर कता हो? अब घर भए पो घर लैजानी, भएको घर पनि खुइतेले भाडा नतिरेर निकालिदिहाल्यो। अब मामालाई कहाँ लैजानी हो त? होइन भान्जा, किन यसरी टोलायौ? बरु छिटो जाऊ न। आफूलाई यहाँ गाडीमा आउँदाखेरि यति झ्याकेर कति शरीर दुखेको छ। मलाई त कथेर गएर पल्ट्यौँ र आराम गरौँ जस्तो भएको छ। लौ न छिटो जानु पर्यो। ल जाऊ मामा जाऊ, भान्जाकोमा आएपछि जान त परिहाल्यो नि। मामा भान्जा त गफ गर्ने अब गएर। टाउको दुखो, हिजो अलि बढी नै खाएछु कि क्या हो? मितिनीले कर गरेर हो नि, नभए त मेरो खाने बानी नै थिएन। दुख्छ टाउको, अझै दुख्छ। ल न दाइ, टाउको दुखेको बेला के भन्नुहुन्छ? औषधि ल्याउन पर्यो क्या दाइ? ल्याउँछ औषधि, मैले भ्याउँदिनँ, त्यही मितिनले भन्ने। त्यस्तो चिज खाएपछि दुख्दैन? त्यो टाउको नदुखेर मेरो टाउको दुख्छ त? आजदेखि दाइ पनि मरो, अब बहिनी पनि होइनस् त। म गएँ बारीतिर। होइन मेरो दाइ, के भएको यस्तो? अरूका दाइले त के खान्छस् बहिनी भनेर सोध्छन्, हे दाइ पनि तल बगाएर माथि खोज्न जाने जस्तो बेहोरा। ल मामा घर त यही हो। आहा भन्छ हो, हजुर घर त साह्रै चिटिक्कको रहेछ नि। मलाई त यस्तो घरमा बस्न यति आनन्द आउँछ नि। कहाँ घर मात्र हुने मामा, यहाँ हावा पानी, यहाँका मान्छे बोली चाली सबै रमाइला छन्। अब यहाँका मान्छे कस्ता छन् संगत गर्दै गएपछि थाहा पाम्ला। अहिले पनि मलाई साह्रै थकाइ लाग्छ। म यसो आराम गर्छु। अब भान्जाले खानासाना पकाउँदै गर्नु पर्ला। होइन हो, मेरो घरमा के हुँदैछ यहाँ? तपाईँ चाहिँ को नि? त फेरि आइस मेरो घरमा? उहाँले त मेरो घर हो भन्नुहुन्छ, मलाई नै को हो तपाईँ भन्नुहुन्छ। कुरो के हो भान्जा? कुरा के हुनु नि, कुरा केही पनि होइन। यसले घर भाडा नतिरेर यसलाई घोक्रे ठ्याक लाएर निकालेको मैले। ए भनेपछि यो घर आफ्नो होइन, अर्काको घरलाई आफ्नो घर भनेर ल्याउने मलाई। होइन भान्जा, तिमी कहिले सुध्रिन्छौ? मैले त मधेसमा गएर केही बिजनेस व्यापार गरेर अब त असल मान्छे बने होला नि भनेको त। तिम्रो यो कामले आफू सँगसँगै माओलीको पनि पुरै इज्जत माटोमा मिल्ने भयो। ल हजुर, यी भान्जाको कारणले मलाई पनि तपाईँको अगाडि लाज लागे जस्तै भयो। तैपनि अब म तिर्छु नि त यो घरको भाडा। म हजुरलाई मेरो परिचय पनि दिन्छु। म बुधे भान्जाको मामा, मेरो नाम धुवाले, म बागलुङबाट आएको। अब तपाईँको राम्रोसँग भाडातिर यो घर रेखदेख गर्ने, श्रृङ्गार गरेर बस्ने काम मेरो भयो। तपाईँ अलि बुझाकी इमान्दार जस्तो लाग्यो। तपाईँलाई चाहिँ मैले भाडा दिने भएँ। पहिलाको भाडा पनि भान्जाले तिरेका छैनन् र अहिलेको भाडा पनि मिलाएर दिन पर्यो। ल हजुर, बरु आधा भाडा पाइहालौँ त हजुर। आधा भन्दा पनि अब महिना पनि मर्न लागेको छ। यो महिनाको अन्तिमसम्म बरु म पुरै मिलाइदिन्छु। यो फटाले जस्तो चाहिँ नगर्नु होला। तपाईँले चाहिँ तिर्नुहुन्छ भने मलाई पुरा विश्वास छ।
ल म चाहिँ अहिले लागे, तपाईँ चाहिँ घरलाई यसो सरसफाइ गरेर बस्नु होला। म चाहिँ लाग्यो हजुर। हस् हजुर, हस्। अब आनन्दले सुत्न पाइने भयो। आफ्नो घर भनेको त आफ्नो घर हो नि। ल मामा, तपाईँ भान्सातिर खाना पकाउन लागिहाल्नुहोस्। ए अझ तिमीलाई नै खाना पकाई पकाई पाल्नु पर्ने? यहाँ तिम्रो मैले कुनै काम देख्दिन भान्जा। आफ्नो बाटो तताए हुन्छ। होइन, के कुरा गर्नुभएको मामा तपाईँले? यस्तो जस्तो भए पनि म त तपाईँको भान्जा हो नि। भान्जालाई निकाल्ने हो नि त पाप लाग्छ मामा। भान्जा भनेको त भगवान सर हो नि भान्जा। भान्जाहरू भनेका देउता सर हुन् भन्ने त राम्ररी थाहा छ नि, तर इमान्दार भान्जा मात्रै हो कि देउता? तिमी त साह्रै बेइमान निस्क्यौ। तिम्रो बेहोरा देख्दा त छ नि पाप बरु लागोस् लात्तीले हानेर निकाल्न मन लाग्छ। तर फेरि के गर्नु, माया पनि बिछट्टै लाग्छ तिम्रो। सुध्रेउला कि भन्ने आश थियो, अझै सुध्रेका रहन्छौ। यो हो नि त मामाको पारा। मामा अरूको मामा भन्दा मेरो मामा छ नि गजब। जे भएको तेल लाएर मलाई मक्ख पार्न पर्दैन। बरु जाऊ, अब भित्र के कस्तो छ खानासाना बनाऊ, म आराम गर्छु। अब चाहिँ सुध्रिन पर्छ है। बरु भन खै कता हो म सुत्ने? यही हो मामा। ए ल हजुर सुत्नु, आराम गर्नु। म चाहिँ टक्क खाना रेडी गर्छु। हुन्छ भान्जा, हुन्छ ल। ल के छ राम्री मान्छेको हल्लीचल्ली? ठिक छ। के हो आजकल त बोल्दा नि बोल्दिनौ? त्यसो हाम्रो घरतिर आए हुने कसो तिलाएर बगैँचामा आफ फलेर लत्रम्मै भएको छ। यसो आउने लाने खाने। घरमा नि एक्लै छु, यसो फुर्सद हुँदा ल्याइदिनु भएको भए नि हुन्थ्यो। फुर्सद त मिलाउनु पर्यो नि, फुर्सद नमिलाएर हुन्छ? त्यसो कहिलेकाहीँ यसो हामीलाई पनि कर्के नजरले हेरे हुन्थ्यो क्यारे? ए हजुर पनि नजिक दिनु न। कहाँ जिस्केको र यसो मनमा लागेको कुरा पो गरेको त कुरा चाहिँ मनमा गुम्साउनु त भएन नि त। मैले जानेछ यसको हिसाब किताब मिलाउनु पनि छ मेरो। ए खुइते, के हो तेरो पारा? घरमा एक्लो मैला देखेर फाइदा उठाइरहेछस् क्या हो? तेरो त मलाई त आज कोदलाको पात गरम गर्ने आज म त ल खै सालको पातको टपरी हो नि ए बराई नहुनी सलाइको। तिम्रो माया कति छ कति किन ननाच्नु त? मधेसती राम्री मान्छेलाई तँलाई के थाहा त घाँसेलाई? मेरो त टिकटकमा 25 लाइक आछ बुझिस्। त्यसपछि राम्री देखेर 2टा फरेस्ट रिक्वेस्टिङ पठाएछन् बुझिस्। जाबो 25 लाख आएर यति खुसी हुन्छ, 2-4 लाख आउने भने त कति खुसी हुन्छ होला, कसो गर्छ होला। त्यो जाबो मेरो त 25 लाख आछ्यो गरेको भरमा आउनु। आउँछ तेरो अझै त्यत्रो लाइक अझै। मधेसती राम्री मान्छे विश्व सुन्दरीको त आछै न, आउँछ सबै तेरो खुलित्तै। कति जानेको हो गफ गर्न त्यस्तो नभएको कुरा। उमेरले ढाडा काटिसक्यो, बानी बेहोरा पनि बच्चाको जस्तो छ। खाली टिकटक फेसबुक नक्कल पार्ने, घरको काम धन्दा गर्नु पर्दैन? तैँले काम धन्दा गर्ने होइन, बरु एउटा गतिलो केटो खोजेर होइन त पहिला जा। तिमीहरूको झगडा अझै सकेको छैन नि, तिमीहरूको झगडा मान्नै पर्ने छ, इतिहासमा लेख्न पर्ला जस्तो छ। अनि ए बहिनी होइन, यसो लाने बेलामा चाहिँ चाल नपाउने, दिने बेलामा चाहिँ उही त आउने भन्नु। पैसा आएन अझै, बुढाले पठाइदिए आएन क्या? आम्मा मामा के हो यस्तो? हेर त ऋण पनि लिने भइसकिस् त। आम्मा ओहो, भैँसी बेचेर तँलाई, बाख्रा बेचेर तँलाई, दुध बेचेर तँलाई भयो भने त गाउँमा पनि पुगिसकिस्। बरै हो र 2-2 लाख लाग्यो नि, 2-2 लाख। बुढाले उहाँ विदेशबाट नसके कमाएर पठाएको धन मलाई पनि यहाँ दिन रहर थियो र दुःख देखाएर हो नि। देउला नि, त्यत्रो पैसा भन्दै हुन्छ, केही समय रोक्नु न। ठिक छ, त्यसो भए 3 दिनसम्मको मैले समय दिन्छु, त्यहाँसम्म नि तिमीले दैनौ भने यो घर सर मैले निलामी हानिदिन्छु। सुन्ने कि नै मैया के भनेर जानुभयो? ऋण त मजाले खाइएछ त। ओहो, अब पैसा कसरी तिर्ने? यो तिर अब खाने बेला जसरी खाए त्यो उसरी तिर। अब
भान्जा ए भान्जा खाना पाएको पाके भए खाना पस्किहाल त एकछिन मामा श्री खाना तयार नै छ आउँदैछ आउँदैछ होइन कहाँबाट के आउँदैछ भन्छ नि भान्जाले जस्ट 2 मिनट मामा श्री आइसक्यो मामा आइसक्यो जस्ट 2 मिनट ओहो नमस्कार नमस्कार ऊ आइ त गयो हजुरले मगाएको अर्डर आइसक्यो सर अर्डर होइन के का अर्डर मैले भनेको सबै अर्डर आयो यो सब अर्डर तिमीले पो गरेको भान्जा मैले त तिमीलाई घरभित्रै दाल भात तरकारी के छ पकाऊ भनेको होटेलबाट अर्डर गर त मलाई नै आउँथ्यो के रे नि भोक लागेको बेलामा यो कत गर्ने होइन के मामा फिलहाल लुस्न थालिहालौँ पेमेन्ट बरु छिटो गरिदिनु न म लागिहाल्थेँ ल मामा पेमेन्ट गरिदिइहाल्नु त यस्तो घाम छ बिचरालाई के कुराउने तिमीलाई फटायो भान्जा ए भाइ तिम्रो सामान लिएर जान्छौ कि तिम्रो डडेलो सडेलो भुस्काइदिम के चालका मान्छे रहेछन् अर्डर गरेको सामान रिटर्न हुँदैन भन्ने पनि थाहा छैन हजुरहरूलाई त गाईको अनुहार पर्या गोरु नयाँ मान्छे सोझो मान्छे देखेर हेप्छस् खतम भयो होइन यो ठुलबा कहाँ जानु भएछ म घर आएर बसेको नि 2 हप्ता भइसक्यो अझसम्म घर आउनु भएन कहाँ जानु भएछ हाम्रो ठुलबा ओहो बहिनी ठुलबाबालाई त देख्दिन घरमा त ठुलबा एकछिन घर बस्ने भए पो गाउँ चार्जर ठिक्क छ हाम्रो ठुलबालाई हाम्रो ठुलबा घर नआएको त 2 हप्ता भइसक्यो के कति कामले आउनु भएको थियो अब बर्खा लागिसक्यो तिमीलाई थाहा नै छ बहिनी बिउ गर्नुपर्ने आलीमेडी गर्नुपर्ने यसो बुवाले भ्याउनु थियो कि भनेर हो के रे दिदी कुरो त लिएर आउनु भयो हाम्रो ठुलबाको हत्तो पत्तो छैन यदि तपाईँलाई खेताला नै चाहिएको भने म पनि खाली छु नि दिदी हुन्छ नि बहिनी मलाई खेतालाको पर्ने छ बुझ्नु भयो नि है मलाई झन् राम्रो त्यसपछि भोलि 7 बजे आऊ है त गयो न होइन आज कुटुम्ब आउने कुरो थियो अहिलेसम्म आउनु भएन नआउने पो हो कि छोरी ए छोरी हजुरआमा होइन तिमी कहाँ छेउ घर भएको नभएको हत्तो पत्तो छैन जुठा भाँडा त्यत्तिकै छ घरको लथालिङ्ग भएर हैरान छ आज कुटुम्ब आउने कुरो छ एउटै कुरा कतिचोटि गरेको घरि गरिराख्नु पर्छ र मैले बिहा गर्दिनँ भने चाहिँ गर्दै गर्दिनँ 1 गर्दिनँ 2 गर्दिनँ गर्दै गर्दिनँ कस्तो बिहे गर्दिनँ भनेको वा मैले कुटुम्ब खोजेर ठिक्क पारेको छु उहाँ आउने कुरो छ रुखभित्र रेडी भइहाल्यो त जाउँ अरू मलाई केही पनि थाहा छैन के भएको आजकलको केटाहरूलाई बिहे भएपछि त मर्नै खोज्ने उहाँ दाइले पनि बिहे गर्दै पनि हैरान छ यहाँ जुठा भाँडा यत्तिकै छ जय नेपाल सर जय नेपाल अनि केटा के चल्दैछ सब ठिकठाक छ सर ल केटा गाउँमा के चल्दैछ यसो भिजिट गर्न जानु पर्यो हस्सा यो खसीको मासु 2-4 दिन नखाम भने खाम भइहाल्छ खा कि दाँत हैरान यता पनि अड्केछ उता पनि अड्केछ अन्त यसैमा छ मजा निकालेछ खाछ बडा यता पनि रहेछ क्यास होइन पुलिस मेरो घरमा होइन के भयो फेरि अस्ति त खुइतेले के गरेर जेलमा पसालिहाल्यो मैले फेरि के बिग्न गरो यसले पनि मलाई बसी खान दिएन गाठे ओहो सर नमस्कार के कामले आउनु भयो होला नमस्कार हामी त यसो गाउँ भिजिट गर्न हिँडेको नि यसो हजुरको घरतिर पसौँ भनेर पसेको छैन सर केही छैन अब जे छ त्यही छ यहाँ अब भित्र हुनु बाहिर हुनु मै हो केही छैन टेन्सन लिनु पर्दैन अस्ति पो खुइतेले कहाँदेखि फसाइहालेछ सर डरा जस्तो गरेछ के एकचोटि भित्र चेक गर्न जाने हो र ल ठिक छ फेरि जेलको हावा खाना नपरोस् ल हिँड्जाउँ आउँ केटा ओहो कस्तो दिनमा काम दिएर मरेछु भन्दाखेरि त्यसले नमजाले डुबा लाखौंको सम्पत्ति लिएर त कहाँ हो फरार भयो न देख्छु न भेट्छु कहाँ गयो तो त्यही हैन र तो ओ हुत्याएर हुत्ता रोक यहीँ जा
तुफान दाजु दर्शन के को दर्शन मेरो माल लिएर कता हो फरार खै मेरो माल ओहो तुफान दाजु मालको त कुरै नगर्नुहोस् माल लिएर म अघि 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 लागे बिचमा पुलिसको चेकिङ मार्यो भगायो पुलिस पछि पछि म अघि अघि पुलिस पछि पछि म अघि अघि अनि हतार हतारमा खुइतेको गाउँको बोरामा मैले माल हालिदिएपछि खुइतेलाई पुलिसले छोपो यहाँ मालको कुरा गर्नुहुन्छ यहाँ धमाल भइसक्यो ए भनेपछि माल पुलिससँग पो छ यो कुरा मलाई पहिल्यै भन्न पर्थ्यो तुफान हो म तुफान तुफान जब आउँछ तब मान्छेलाई त्यत्तिकै उडाइदिन्छ बिना आतंकको च्यालेन्ज सिरै लाउने शिरफुल त बाकसैमा झलल लाली जोवन कालीले लाग्यो सलल